तपाईको दुबईमा फर्स्ट जब के थियो अनि स्यालेरी कति थियो? मेरो चाहिँ दुबईमा फर्स्ट जब चाहिँ हस्पिटालिटी फिल्डमा एज अ सेफ काम गर्छु र मेरो फर्स्ट स्यालेरी चाहिँ 3K एबभ थियो। अनि हजुरले फर्स्ट स्यालेरी पाउँदाखेरि चाहिँ हजुरको फिलिङ कस्तो आएको थियो त्यति बेला? एक्साइटमेन्ट लेभल कस्तो थियो? एकदमै राम्रो एक्साइटमेन्ट, जस्तो कि अब कुनै पनि कामबाट तपाईँले जति पनि आफ्नो पाउनुपर्ने हो नि, त्यो चाहिँ मैले एकदमै पाएको थिएँ र म आफ्नो स्यालेरीसँग एकदमै सेटिस्फाइड थिएँ। ओके। काम गर्दाखेरि त भित्र काम गर्नुपर्ने हुन्छ, एकदमै हजुर। रस आवर चलिरहेको हजुर, हुन्छ। हजुर। त्यति बेला चाहिँ त्यो हेक्टिक मोमेन्टलाई सम्झिँदाखेरि फ्रस्ट्रेट भएको बेलामा आफूलाई मोटिभेट चाहिँ कसरी गर्ने? हजुर, अब यो चाहिँ तपाईँको एकदमै हुन्छ फ्रस्ट्रेट चाहिँ किचनमा काम गर्दाखेरि चाहिँ होइन, तपाईँको एकदम फ्रस्ट्रेट हुन्छ। त्यतिखेर चाहिँ तपाईँले आफूले आफ्नो कामलाई चाहिँ एकदम लगाव राखेर आफ्नो कामप्रति चाहिँ अलिकति मोटिभेट, अलिकति प्यासनेट भएर चाहिँ आफूले काम गर्दाखेरि चाहिँ आफूलाई फ्रस्ट्रेटबाट हटाउन सकिन्छ र एकदमै आफूले मेहनत गरेर अगाडि बढ्यो भने यो फिल्डमा एकदमै राम्रो गर्न सकिन्छ। ओके, नाइस। एज अ सेफ काम गर्ने मान्छेहरू जो नेपालबाट पनि आउन खोजिरहेछ, हजुर। यहीँनिर पनि तपाईँको सेफभन्दा जुनियर लेभलमा भएकोहरू चाहिँ म सेफ हुन्छु भनेर अपग्रेड गर्न चाहने मान्छेहरूको लागि चाहिँ के सजेस्ट गर्नुहुन्छ? हजुरको केही सजेसन? हजुर, जस्तो कि अब तपाईँ नेपालमा भएर चाहिँ अब यस्तो स्किलहरू आफूले सिकेर आउन चाहनुहुन्छ भने चाहिँ अब नेपालमा पनि टन्नै तपाईँहरूले इन्स्टिट्युटहरू पाउनुहुन्छ, डिप्लोमा गर्न सक्नुहुन्छ, त्यहाँबाट प्रोफेसनल कुकिङ क्लासहरू पनि पाउँछ। तपाईँले त्यहाँ हेरेर आफूलाई कुन अलिकति सुहाउँदिलो कोर्स हुन्छ त्यो गरेर चाहिँ तपाईँले कोर्स सिकेर नेपालमै पनि ट्रेनिङ गरेर तपाईँ दुबईमा आएर काम खोजेर गर्न सक्नुहुन्छ। र दुबईमा आएर पनि तपाईँले एउटै कम्पनीमा काम गर्न पर्दैन, यहाँ आएर तपाईँले काम खोज्न सक्नुहुन्छ र आफू कुनमा सेटिस्फाइड हुनुहुन्छ त्यसमा काम कन्टिन्यू गर्दाखेरि एकदमै बेस्ट हुन्छ। Okay, thank you for your time and thank you for watching. Stay tuned for the next video.